हेलो एभ्रिवान, जोरले सबैलाई र स्वागत छ फेरि पनि अर्को नयाँ भिडियोमा। र म आज चाहिँ हाम्रो स्पेशल छ यो गाइजहरुसँग आज स्पेशल दिन छ। सो आज के छ भन्दा आज चाहिँ केटाहरुसँग डिनर डेट चाहिँ गाइजहरुसँग आज। सो जाँदैछौँ। अहिले चाहिँ रात पर्न बाँकी छ। त्योभन्दा अगाडि चाहिँ हामी एउटा बगैँचा भनौँ न, बुटोल भाइरलै भनौँ, त्यो ठाउँ भाइरल ठाउँमै जाँदैछौँ। चिया खान्छौँ अनि बल्ल त्यसपछि बल्ल खाना खान जान्छौँ। सो स्टे ट्युन। यदि तपाईँहरू चाहिँ बुटोलदेखि चरङ्गेदेखि हुनुहुन्छ भने यो बिस्क्याम मन्दिरदेखि जङ्गलको बाटो लडियाबास निस्किने चाहिँ माथिल्लो चरङ्गे निस्किने चाहिँ सबैलाई थाहा होला। यो बाटो चाहिँ एकदम फेमसै छ क्या। यो बाटो चाहिँ त्यस्तो दामी पनि छ, त्यस्तो नराम्रो पनि छैन। सो हामी चाहिँ यही जङ्गलको बाटो गइराखौँ। सो बबालै छ। अब हुन त अब आगो लाग्ने बेला नि भयो, यता आगो लागिसकेको रहेछ। कोही ठाउँतिर लागेको छैन, यो साइड लागेको छैन। लाग्यो भने लास्टै गर्मी हुन्छ। यो जङ्गलको बाटो हिँड्दा नि लास्टै गर्मी हुन्छ। त्यही पनि अहिले चाहिँ एकदम साँझको बेला भएर चिसो नै छ। खोइ के सब केटोले त को मान्छेलाई उठाएर हिँडेछ त को चिनिस। ल ठिकै छ, लिभ दियो साथीले चाहिँ। ल ठिकै छ, हामी जाँदैछौँ। बाबालाई यो रोड चाहिँ यदि तपाईँ बुटोल चरङ्गेदेखि हुनुहुन्छ भने सबैलाई थाहा छ कि यो रोड कस्तो छ र कहाँदेखि कहाँ निस्किन्छ भनेर। डु भिजिट गाइज। यदि तपाईँहरू बुटोल चरङ्गेहरू यो बाटो हिँडेको छैन भने प्लिज आइदिनु होइन। टिकटक सिकटक पनि बनाउनु, दामी छ। राख कति आइसकेको छ। ए बल्ल आयो कसलाई अहिले सोध्छु क्यालाई मैले। ल यही हो भाइरल प्लेस बुटोल पिया बगान भनेको बिस्क्याममा। यसले हाँस्छ। ल ठिकै छ। के भन्नु त ठिकै छ। ठिकै हुन्छ नि यहाँको चिया चाहिँ। अस्ति नै खाएको मोटर काम गर्ने रहेछ क्या। 1 नम्बरको रहेछ। ल गाइस, हामी चाहिँ निस्क्यौँ। दोकान पनि लगभग यो बगैँचा पनि अब बन्द हुन लागिसक्यो। हामीले चिया खाएर निस्किसक्यौँ के। र हामी चाहिँ निस्किसक्यौँ। सो अब एकैचोटि गएर चुलोमा भेट्छौँ है त। बाई गाइस फ्रम बगैँचा। बाई बाई। फेरि सब कुकुरको सामानहरू, कुकुरलाई बाँध्ने पेटीहरू रहेछ सबै। खैले लाग्छ कुकुरलाई लाउँदै होला। यो मलाई बोल्नु फङ्गसकै हो। यसो कुकुरलाई खैले भएन भने त सुनाउनु पर्छ। त्यो कुकुरलाई ढ्यान्डालाई त्यहाँ लाग्छ। यही हो कुन कुकुर यसको कुकुरलाई खैले के खानेर त्यसलाई अहिले। ल ठिकै छ। यहाँ अब दबाई सबाई के लाने हो। यसो कुकुरलाई रोग लाएर खैरे लाएर दबाई लिएर अब जान्छौँ, हाम्रो गन्तव्य लाग्छौँ। ल भात खाने पैसा त कुकुरले खाइदियो त। ओए सुनिस्, त्यो भात खाने पैसा कुकुरले खाइदियो अरे। र यही छ भाटभटेनी हाम्रो बुटोलको भाटभटेनी। ल चल। त्यो भर्खर आइपुगेको गाउँले चुलोमा छोड्दै
ठ्याक्क आइपुगेको लाइन पनि गयो केटाहरूलाई पुर्दियो 5 मिनट 10 मिनट भनेको आइसम्म आइपुगेको छैन हामी चाहिँ गाउँले चुलोको बाहिर वेट गर्दैछौँ तिनीहरूलाई ओइ कहाँ गएर बस्यो राइजा काट्न बाबु यहाँ किन काट्ने हो हाई गरेर अनि तिनीहरू 5-10 मिनटमा आउँछु भनेको आज नि आएन त अनि पुर्दैछौँ हामी ट्याक्क गाउँले चुलोको पारिपट्टि छौँ हामी भोक लाग्यो तिमीलाई भोक होइन महाभोक ला त हग्ने होला नि हगेर बल्ल खाने होला नि गर्ने डाइरेक्ट खाइदिने अट्छ हगेर बल्ल खाने अरे के ए त्यही सुनेको थिएँ मैले हो के छ कति खाइदिन्छस् होला ल भन् त यति हो कति खान्छस् तैँले कति खाइदिन्छस् होला ल ठिकै छ केटाले चाहिँ भोक लाग्यो अरे कहाँ हो केटालाई भोक लाग्यो अरे अब यसलाई फोन गर्दैछ आउँदै होला हामी छौँ पारी नै बसेछौँ कुर्दै तिनीहरूलाई फोन गर्दैछ यसले तिनीहरू आएन खोइ के गर्दै हो ल ठिकै छ हेलो ल के गर्छ कहाँ हेर्न त किन हौ पेट घट्छ क्या ए ल ल ल पेट घटाउने रे यिनीहरूले अब पहिला अहिले फेरि पस्दैन भनेर पेट घटाउने रे अहिले हिँड्न पऱ्यो पेट बल्ल अट्छ होइन हिँडेपछि एक्सर्साइज गरेपछि डर्ने हो कि र ठिकै छ अहिले चाहिँ लाइन गयो त्यही भएर नि बुटोल एरिया चाहिँ सुनसान छ अँधेरै छ लाइन गर्छ त्यही भएर कहाँसम्म कहाँ निर्माणा बस्ने क्या ठिकै छ अनि भर्खर लाइन आयो न हिँड्दा लाइन आयो उता मिलन चोकसम्म पुगेर आयौँ हामी हिँड्दा लाइन आयो फेरि आइपुग्यौँ हामी चाहिँ छिटो बस्छौँ भित्रै गएर कुर्छौँ तिनीहरूलाई के भनेकोस् भित्रै गएर कुरौँ है अनि यहाँको के भनेको हामी भित्र छिर्छौँ अब गाउँले चुलो के भन्नुहोस् ढोका यहीँ सिधै ढगाल्नु न ए बाबु ढगाल्नु जा उता पछाडि हिँड्नु के पछाडि हिँड्नु हेलो ल हामी चाहिँ आइपुग्यौँ बाबु बस्छस् यहाँ भन्दा नि भित्र ठाउँ छ होला भित्र हामी चाहिँ आयो कहिले आइज देवा ठिकै छ अब एकछिनमा तिनीहरू आएपछि बल्ल अर्डर पनि त्यही बेला गरौँ न आएपछि पानी सानी खाँदै गरौँ अनि तिनीहरू आएपछि अनि बल्ल अर्डर गरौँला मै ल हुन्छ दिदीले मैले ल्याइदिनु भएको छ केही भएन हो त्यस्तै भनौँ हुन नसकेको भनौँ न भइसक्यो कहाँ भइसक्यो बाबु ट्राई मिल्छ मेरो फुटबलकै कुरा गर्दै थिएँ नि त्यही भएर मैले चाहिँ यिनीहरूलाई फेभरेट क्लब र प्लेयर चाहिँ को हो नि होइन कसलाई सपोर्ट गर्छ ल भन् त तेरो फेभरेट क्लब को हो माई फेभरेट क्लब इज रियल म्याड्रिड अनि तेरो प्लेयर चाहिँ को प्लेयर कि थाहा छैन ए रोनाल्डो छ ए ल ठिकै छ अनि तेरो चाहिँ सपोर्ट बा ल यत्तिको चाहिँ हुनुपर्छ अनि प्लेयर चाहिँ क्रिस्टियानो रोनाल्डो आयो आयो कहाँ हो खै यहाँदेखि त देखेन यार तिनीहरूलाई यार खोइ को यो
कहाँ तिमुर्तमा एकछिन खोइ तेरो आइफोन दिए त ल कुन मोबाइल हो साँच्चै हो कतिमा सेकेन्ड ह्यान्ड होला त्यसो भए तर भन्नाले स्टिकर टाँसेको होइन त्यो उसमा त हुँदैन त्यही हो क्या होइन ल ठिकै छ यहीँ बस्ने हो कि उतातिर बस्ने हो ओइ के गर्ने यहीँ बस्ने कि उता जाने हो ओइ यहीँ बस्ने कि उतातिर जाने भनेको ल आज यसले आइफोन किनेर पार्टी दिन आएको छ हामीलाई गाउँले चिलोमा तेरो क्यामेरा नि कस्तो भयो पार्टी खान आम के किनेको छ रे आइफोन 13 किनेको कोलाचेमा चाहिँ पार्टी दिन आएको छ अलिक क्यामेरा नजिक ल्याए त्यसको आइफोन 13 ल्याइदियो नामको मात्रै आइफोन 13 को 4वटा क्यामेरा चारवटा क्यामेरा त्यही भएर मैले नखाने मलाई खाना पनि आइसकेको छ र के खाना चाहिँ अर्को खाना चाहियो क्या अर्को खाना चाहियो ल ठिकै छ हाम्रो खाना नै आइसकेको यो चाहिँ दुईटा मर्छ दालमा नि हाल्नु ल यस्तो गराउनु केटालाई भोक लागिसक्यो होला ल दिइहाल है गाइजहरू मजाइ जहिले नि खानेला बाहिर यस्तो गर्नुपर्छ खानेभन्दा अघि तपाईँहरूले चाहिँ कहीँ खायो भने के यो ल भुटुवा खाइसकिस् थप्ने हो केटा चाहिँ खाएर पनि थपिसकेछ आफू भने यतिमै रोकेछ ठिकै छ खाइदियोस् केटालाई भोक लाग्यो होला त्यही भएर बबाल खाँदैछ म चाहिँ थोरै ल ठिकै छ केटाहरू चाहिँ बबाल खाइसक्यो म चाहिँ बल्ल सुरु गर्दैछु ए ल ओके अन्त खतरा खान्छु भने चाहिँ नेक्स्ट टाइम ल ठिकै छ र मलाई चाहिँ पुग्यो मेरो थाल चाहिँ चिट्टै हो यसले झन् चिट्टै पार्यो खाँदैछ मलाई चाहिँ पुग्यो इनफ धेरै खान सक्दैन मैले चाहिँ होइन जे चिज खाए पनि एउटा चिज वेस्ट चाहिँ म गर्दैन क्या सबै यस्तै खानुपर्छ ठिकै छ तैँले चिल्लै पारे रहेछ जस्तो ल यसले चिल्लै पारेर चाहिँ खाँदैछ है असुल गरे गाइचहरूले खाएर भइसक्यो आफूले चाहिँ खाएर भइसक्यो गाइचहरूले अब यो मात्रै बाँकी छ भइसक्यो अनि यो करेलाको अचारहरू किन छोडेको कति मिठो हुन्छ घरमा मात्रै खाने बाबु मलाई त बब्बाल मेरो वान अफ द फेभरेट करेला अचार चाहिँ होइन मलाई पुगिसक्यो इनफ भइसक्यो त्यो मजा नखाने ल सबले भ्याइसक्यो
कि खाने सुए खाने होस् ल ठिकै छ भरे के भरे केलाई के भरे हो र तु खान्छ ल खायो पेट पूजा भयो गाइजहरू टेबल पनि खाली भयो अब चाहिँ यहाँदेखि फेरि एकछिन हल्का फुल्का न अब हल्का पचाउनु पऱ्यो नि होइन त्यसपछि हामी जान्छौँ माथि ट्राफिक चौक लस्सी खान कोल्ड लस्सी होइन कोल्ड लस्सी खान चिसो लस्सी खान जान्छौँ अब हल्का पचाउनु पऱ्यो त अरू खाएको खाना ल अब चाहिँ त्यसपछिको गन्तव्य चाहिँ हाम्रो ट्राफिक चौक त्यही भेटौँ ल भन्दै त त्यही भेटौँ न ट्राफिक चौक लस्सी खाने मलाई टलाउने हो किन टल न अब खाएर पनि निस्किसक्यौँ हाम्रो गाउँले चुलोबाट बाइक स्कुटी झिक्ने तर्खरमा छ अनि हामी चाहिँ अब कहाँ जाने अब हामी जान्छौँ ट्राफिक चौक यहाँदेखि हामी निस्किसक्यौँ गाइडहरू छन् आफ्नै पारामा ओके आएर फेरि लस्सी खान होइन घिउ थपेकै थियो कि घिउ त फेभरेट हो त्यसको घर नि घिउ घिउ खान्छ अरे मासुको भेराइटी भएन त्यहाँ के चाहियो भेराइटी पछिकोमा अलिक खाँदा खाँदा बक्का त्यत्रो ग्रेभी हो भने भाइ सुनिस् ओइ होइन त्यो करेला परेर के गर्नु पर्दैन होइन सुनिस् त्यही आज जस्तो कि सेम खाना खुलाइ भयो क्या होइन हो कि नै भन् त भोलि नै के अलिक पछि के सुनिस् 2000 पनि होइन होइन त बेच्नुपर्छ भन्ने छैन त नाफामा पनि जान सक्छस् होइन त उसमा घाटा पनि जान सक्छस् 5000 दिनु पर्दैन नै खाना खुला सुनिस् तिमीले बियर खुला हजुर 6000 बाबे के 6000 गरेर पार्टी नै हुन्छ त 12000 मा 6000 तैँले 6000 ओ हाम्रो अङ्कलले त राइडर किसम म हेलो यता काठमाडौँ साइडतिर यो होटलमा त छैन रे बाबु जुनकेरी म त यहाँ चौडाको जुनकेरी भनिस् होला भनेर ए जुन तारा थियो ल ठिकै छ एडिट गर्न ध्यान लाग्छ नि सब आएछ लस्सी नै खायौँ अब भात पनि पचायौँ त्यो डोनाले जस्तो एडिटै नगरिकन सब जोडेर 1 घन्टाको हाल्छ क्या हगेको नि हालिदिन्छ त्यसले त्यस्तै ल ठिकै छ अब खाने अब सकेपछि घरतिर लाग्ने निकाल्ला चाहिँ बाबु अहिले खाएको हल्लाको यस्तो याद आयो क्या बाबु सेम चाहिँ जुट्टा तेरो भन्दा यो मेरो टल्के हो बाँकी 5 वर्ष भयो त यो टल्के हो म ससुराली जाँदा पनि नदुइकन ल कसको टल्के हो कसो राम्रो भन्न पहिला कसको रे यहाँ न तेरो अङ्कलको सुज कहिले ए मा बिरामी भएपछि के गर्ने म के गर्ने त नि अनि मलाई चाहिँ भिडियो यति नै छु बाई गाइज गुड नाइट एभ्रिवान ल के भयो मास्क लाउन तैँले मलाई भयो यस्तो छ अझै नि मास्कको त्यो